ल है साथी हो, यो चाहिँ घुमदेलको बाटो हो। आज क्युमा हिँड्ने गाडी हो। यहाँ चाहिँ हाम्रो आलु लिन आएको गाडी हो। बाटोको अवस्था चाहिँ यस्तो छ है। अब यो पहिरो कति बेला जान्छ के गर्छ भन्ने केही थाहा छैन। यस्तो छ बाटोको अवस्था। हाम्रो गुरु विचारमा शीतलमा बस्नु भएको छ। दाजुभाइमा ड्याङ ड्याङ ढुङ्गा फोड्दै हुनुहुन्छ। पीडा हेर्नु त ल। गाडी फेरि चिप्लेर यस्तो भएछ। यस्तो रोड छोडेर तल गइसक्यो। जगलाएर उठाइयो, केही उपाय लागेन। यसलाई चाहिँ तान्ने कुरा हुँदैछ होइन। पछाडि चाहिँ रोडभन्दा धेरै टेढो भइदियो क्या गाडी। ल ल ढुङ्गा निकाल्यो भने यहीँबाट छिर्छ क्या हाम्रो गाडी चाहिँ। यस्तो टेढो भइदियो क्या धेरै। बिजोक छ काठमाडौँ हिँडेको गाडी यहाँ बसेको बिहान 4 बजीदेखि। पेसेन्जरहरू चाहिँ यसो मिलाएर अर्को गाडीमा जानुभयो। निकाल्ने कार्यक्रम हुँदैछ। ट्र्याक्टर बोलाएको छौँ। ल के छ गुरु, ठिक छ नि?